ल गाइज ट्यागको देख्न सक्नुहुन्छ तपाईँहरूले होइन हाम्रो ट्याङ्की फिटिङ अब फिनिसिङ हुन लागिसकेको छ। डाइरेक्टको पानी दिनु छ, बाँकी सप्लाईको त गइसक्यो। यहाँ डाइरेक्टको अब दिनु बाँकी छ, यो काम भइरहेको छ। यता डाइरेक्ट हाल्दै हुन्छ ठुलो के अरे भल्भ हाल्दै हुन्छ अहिले ठुलो भल्भ। अनि ट्यागको यहाँबाट चाहिँ यसको कनेक्सन दिनु बाँकी छ। यहाँ चाहिँ अब ट्यागको डाइरेक्ट आयो, यो चाहिँ डाइरेक्ट बाँकी ट्याङ्कीको दिनु सब छुट्टा छुट्टै दिएको छ होइन, पानीको प्रेसर नपुग्ला भनेर। टाङ्की यस्तो छ है, तलको यस्तो बनाएको छ होइन नक्सा। राम्रो त राखेन मिलाएर ट्याक्क राखेन, तर अब काम चलाउ। यसो हेर्दाखेरि पनि ठिकै भयो, तर त्यो आइपुग्यो प्लम्बर लगाएको त्यो पम्प सफा गर्ने पम्प। नगर्नु त ल माथिको काम पुरै भइसक्यो होइन, स्याटो दाइले ढक्कन चाहियो रे मेरो दाइलाई। जे भन्नुहुन्छ भाइले त्यही गर। ठेकेदार साहब गाडी ठेकेदार भन्नुहुन्छ ल, हात ठेकेदार बन्ने म ठेकेदार बन्ने तपाईँको। आज सल्लाहको दशा लागेको रहेछ। दाइले त सबै हानिदिनु चाहिँ यस्तो चलेन बोकेर महँगो छ नि त गाडी बच्चा नआयो यस्तो छ यहाँ तिनीहरू। अगाडि देख्न सक्नुहुन्छ होइन, टाङ्कीमा पानी चोइरह, पानी भरिरहेको छ टाङ्कीमा। सब ठिकठाक छ, दामी भएको छ। यो डाइरेक्ट भयो, बाँकी टाङ्कीको सप्लाई हो। यता एउटा डाइरेक्ट दियो तल साथै यस्तो छ, यहाँ एउटा धारो पानीको सिस्टम यो भयो। स्याट यस्तो छ नक्सा हाम्रो चाहिँ, बिचमा युनियन ट्याक्क गयो माथि सर्ट आयो फेरि यता।